सो मेरो एक्चुअल घर चाहिँ धनकुटा सिन्धुवा हो। सो अहिले चाहिँ धनकुटामै बसेर बिजनेसलाई कन्टिन्यू गरिरहेको छु। सो मलाई यहाँसम्म आज यहाँ स्टेज चढ्नसम्म ल्याउनु भयो। एकदमै रेस्पेक्टेड इन्ट्रोड्युसर रेस्पेक्टेड सिनियर सुपेरियर रवि सर, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि सो मेरो डायमन्ड सुपेरियरमा हुनुहुन्छ नन अदर देन द CEO अफ द कम्पनी सरोज राजगिरी सर। मलाई यति धेरै हेल्प सपोर्ट गर्नुभएको छ, यति धेरै हेल्प सपोर्ट गर्नुभएको छ। मेरो फर्स्ट स्टेपदेखि नै उहाँहरू नै हुनुहुन्थ्यो। आज यहाँसम्म आउनुको कारण ब्याक सपोर्ट पनि उहाँहरू नै हुनुहुन्छ। सो थ्याङ्क यू सो मच सर। सो ड्रिम टु रियालिटी। सो फर्स्टमा यहाँसम्म लाइक बिजनेस भन्ने शब्द नै मेरो लागि सधैँ एउटा सानैदेखि यति धेरै बोल्ड एस्थेटिक लाग्थ्यो। कहिले पनि यो मेरो लागि बनेकै होइन जस्तो लाग्थ्यो। एउटा सानै एजदेखि नै बिजनेस भनेको एकदम रिच पर्सनहरूले गर्ने मात्रै हो, हाम्रो लागि त बनेकै हुँदैन भन्ने खालको लाग्थ्यो। तर आज बिजनेसले नै यहाँसम्म ल्याइपुऱ्याएको छ। जुन कुरा मैले सोच्न पनि सक्दिनँ थिएँ, आज के गरिरहेको छौ भन्दाखेरि म बिजनेस गरिरहेको छु भन्न मैले प्राउड साथ भन्न सक्छु। यो चाहिँ मेरो लागि ग्लोबल विक्टर्स भनेको मेरो ड्रिम नै हो। एन्ड सो मेरो बिफोर जोइनिङ ग्लोबल विक्टर्समा फर्स्टमै देखिराख्नु भएको छ लट्स अफ मेडिसिन। केही पनि थिएन मेरो लाइफमा, जस्ट ब्ल्याङ्क। जस्ट यो ग्लोबल विक्टर्समा आइसके पछाडि नै मेरो एउटा ब्ल्याङ्क पेजमा केही भरिएको छ, एउटा लाइफ क्रिएट भएको छ। सो नथिङ, केही पनि थिएन मेरो लाइफ, जस्ट मेडिसिन केही नै थिएन। जस्ट यो ग्लोबल विक्टर्स आइसके पछाडि नै मैले आफ्नो लाइफलाई एउटा फेरि नयाँ तरिकाले जिउन सिकेँ होइन। सो फर्स्टमा अब हाउ आई स्टार्टेड, यही म्यासेजले गर्दाखेरि आज मैले यो स्टेज चढ्ने भाग्य होइन सौभाग्य पाएको छु। फर्स्ट म्यासेज त्यो रवि सरको इन्स्टाको भिडियोको थ्रु म्यासेज गरेको थिएँ र त्यस पछाडि मेरो अप्रुभल किरण तामाङ सरबाट भएको थियो। थ्याङ्क यू सो मच सर। हातै अथोरिटी पाएर मैले ग्लोबल विक्टर्समा आफ्नो पाइला अगाडि बढाउन पाएँ। सो एन्ड स्टार्टेड डेट भनेको चाहिँ मेरो 2017 11 गतेबाट चाहिँ मेरो यो ग्लोबल विक्टर्समा अगाडि बढेको थियो जर्नी। सो अब जर्नी 1.5 इयर्स, यो भनेको मेरो लागि एउटा मैले भनिहालेँ फर्स्ट मेरो लाइफ स्टार्ट भएको नै यही ग्लोबल विक्टर्सबाट हो। के हो लाइफ भन्ने कुरा पनि बुझेँ। लट्स अफ डिस्ट्र्याक्सन, च्यालेन्जेस, ब्रेकडाउन हरेक कुरा आयो र बिजनेस गर्न थालिसके पछाडि प्रब्लम लाइफ हरेक कुराहरूलाई बुझ्दै अगाडि बढ्ने पनि मौका पाएँ र फेसिङ रिजेक्सन, यति धेरै रिजेक्सन फेस गरेँ होइन। यति धेरै यहाँनिर डिलिङ गर्दाखेरि एउटा रिजेक्ट पाउँदैमा कति धेरै आत्तिनुहुन्छ होइन। तपाईँ म्यानेजर बन्नको लागि कम्तीमा पनि 500 भन्दा बढी रिजेक्ट खानै पर्छ, त्यत्तिकै बढ्न सक्दैन। लट्स अफ रिजेक्सनहरू फेस गरेर नै अगाडि बढ्न सकिन्छ। एन्ड डिमोटिभेट त कुरै नगरौँ होइन, यति धेरै डिमोटिभेट। म रातिको 2-3 बजे पनि सरोज सरलाई मेसेज गर्थेँ अनि सो लाइक यति धेरै सपोर्ट गर्नुभयो होइन, गर्न सकिन्छ भन्ने आँट हिम्मत दिनुभयो। सो डिमोटिभेट भन्ने कुरा आइ नै हाल्छ एउटा ह्युमन बिङ भइसके पछाडि होइन। सो त्यसलाई कन्ट्रोल गर्न चाहिँ सिक्नुपर्छ। अनि सो डिस्ट्र्याक्टेड हरेक कुरा, लट्स अफ मेडिसिनहरू देखिहाल्नुभयो। सो एउटा मेन्टल हेल्थको साथसाथै यति धेरै डिस्ट्र्याक्टेड हुँदै यति धेरै कुराहरूले गर्थ्यो र साइड बाई साइड बिजनेस पनि गरिरहेको थिएँ। एन्ड सो लाइक धेरै नै डिस्ट्र्याक्टेड भएको थियो। त्यो टाइममा चाहिँ लिडर्सहरू साथमा हुनुहुन्थ्यो, हरेक लिडर्सलाई मेसेज गर्थेँ लाइक एज अ ब्रदर सिस्टर। यति धेरै सजेस्टहरू प्रोभाइड गरिदिनु भएको छ, उहाँहरूलाई मनदेखि नै थ्याङ्क यू सो मच भन्न चाहन्छु। एन्ड सो लाइक यहाँनिर अब अहिले त सिस्टम यति धेरै अपग्रेड छ, यति राम्रो छ होइन। 5-6 मन्थसम्म म 0 इन्कम
इन्कममै बसेको थिएँ र फर्स्ट इन्कम भनेको मेरो जस्ट 1500 मात्रै थियो फ्यामिलीको गाली फ्यामिली प्रब्लम यति धेरै आयो डिस्ट्र्याक्सन आयो बाहिर सोसाइटी प्रेसर आएर प्यारेन्ट्सलाई जे पाइ त्यही भनिदिने अगाडि बढ्न मेरो लिटरली त्यो टाइममा बस्ने भइसकेको थियो इन्कम पनि आएको थिएन एन्ड मसँग केही प्रुफ पनि थिएन कि मैले यतिसम्म राम्रो गरिरहेको छु राम्रो प्लेटफर्ममा छु भन्नको लागि एन्ड सो लाइक म 5 to 6 मन्थसम्म चाहिँ जिरो इन्कममै बसेर अगाडि बढाएको थिएँ एन्ड सो फाइनली 1 इयरको हार्ड वर्क स्ट्रगल डे नाइट हसलले गर्दाखेरि नै फाइनली 1 इयर पनि हिट गरेँ र त्यस पछाडि सँगसँगै एन्ड फर्स्ट इभेन्टमा आउँदाखेरि म यो ब्याक साइडमा बसेको थिएँ इमोसनल पनि भएको थिएँ भाइ किन म चाहिँ बनिनँ भन्ने कुरा पनि आएको थियो मनमा अनि सो त्यस पछाडि नै यति धेरै मोटिभेट भयो कि नेक्स्ट इभेन्टमा जसरी पनि म बन्छु भन्ने हिसाबले सोचेँ त्यस पछाडि नेक्स्ट इभेन्टमा आई क्वालिफाइड म्यानेजर एज वेल एज भाइस सुपेरियर अनि त्यो पनि मेरो लागि एकदमै सँगसँगै लेभल एचिभ गरेँ अनि त्यस पछाडि त्यो क्वालिफाई गरिसके पछाडि नेक्स्ट इभेन्टमा जसरी पनि बाई हुक अर कुक म सुपेरियर बन्छु भन्ने कमिटमेन्ट दिएँ एन्ड सो फाइनली आइ एम हियर सुपेरियर पनि बने जुन मेरो एउटा ड्रिम पोजिसन थियो फर्स्ट बिगिनिङ फेजमा देख्दाखेरि नै एउटा लिडर्सहरूलाई देखेर जुन एउटा गोल मिसन भिजन बनाएको थिएँ सो फाइनली आई क्वालिफाइड सुपेरियर अनि सो अब एउटा मिडल क्लास फ्यामिलीबाट नै बिलोङ गर्थेँ एन्ड सानो सानो कुराबाट नै स्टार्ट गरेँ एन्ड सो सेल्फ गिफ्ट कहिले पनि सोचेको थिइनँ हातमा एन्ड्रोइडबाट आइफोन हुन्छ भनेर होइन सो यो प्लेटफर्मबाट नै मैले पाएँ त्यो कुरा अनि मम्मीलाई सानो अर्नामेन्ट्स प्लस बर्थडेमा मैले सरप्राइज दिएको थिएँ लिटरली सी क्राइड जुन चाहिँ मलाई फर्स्टमा सपोर्ट गर्नुभएको थिएन त्यस पछाडि त्यही प्यारेन्ट्सको आँखामा आँसु थियो आज छोरीले केही राम्रो गर्दैछ भन्ने कुरा यो कुरा पनि मैले 1 इयरमा मात्रै प्रुभ गर्न सकेको थिएँ यदि म बिचमै डिस्ट्र्याक्ट भएर मैले गर्न सक्दिनँ भनेको थिएँ भने मैले यो कुरा कहिले पनि पाउँदिनँ थियो होला मैले मेरो प्यारेन्ट्सलाई पनि प्राउड बनाउन सक्दिनँ थियो होला एन्ड सो त्यो साइडमा चाहिँ मेरो ब्रदर क्रिकेट भने पछाडि एकदमै क्रेज नेसनल प्लेयर बन्छु भनेर लागेको थियो एन्ड सो उसलाई चाहिँ मैले उसलाई चाहिने ब्याट क्रिकेट किटहरू किन्दै गएँ सो फाइनली 31 जुलाई 2024 मा सुपेरियर क्वालिफाई गरेँ मैले इमेजिन पनि गर्न सकेको थिइनँ यो बस अगाडि हुनुहुन्छ सिनियर सुपेरियर यदि आज उहाँ हुनुहुन्थेन भने चाहिँ मेरो लाइफ कहाँ हुन्थ्यो के हुन्थ्यो म के गरिरहेको हुन्थेँ म त्यो रियलाइज पनि गर्न सक्दिनँ एज अ ब्रदर एज अ मेन्टर यति धेरै हेल्प सपोर्ट गर्नुभएको छ म हरेक कुरा सेयर गर्न सक्छु कम्फर्टेबली सायद आज उहाँ जस्तो एउटा मेन्टर पाएको थिइनँ भने आई डोन्ट नो म कहाँ हुन्थेँ so much रवि सर सायद तपाईँ हरेक दिन म थ्याङ्क यू भन्न त सक्दिनँ तर आई रियलाइज तपाईँ साँच्चै नै एउटा गड गिफ्ट नै हुनुहुन्छ मेरो सो 2025 को भिजन मिसन भनेको अब प्रेजेन्टेसनमा अझै पनि डायमन्ड सुपेरियर एनी हाउ र इन्टरनेसनल ट्रिप पनि क्वालिफाई गर्न चाहन्छु र साथसाथै आफ्नै ठाउँमा अर्को पनि वर्क प्लेस खोलेर देखाउन चाहन्छु सक्दैन नेगेटिभिटी त्यो टाइपको त्यो हरेक दिन हिट हान्छ त्यो कुराले सो एउटा आफ्नै ठाउँमा अर्को पनि वर्क प्लेस म खोल्न चाहन्छु एन्ड सो लाइक प्यारेन्ट्स अर्को कुरा भनेको चाहिँ फ्यामिलीमा एउटा नराम्रो इमेज बसेर चिनेको थिएँ तर नाउ अब फ्यामिलीमै फर्स्ट यस्तो ब्लड लाइन भएर देखाउन चाहन्छु त्यो इमेजिन पनि गर्न सक्नु भएको छैन र अहिलेसम्म
बारीबाट कुनै पनि सिब्लिङ्स कसैले नि पाएको छैन योभन्दा धेरै देखाउनु छ गर्नु छ एन्ड सो टिप्स एन्ड स्ट्राटेजिजहरू पनि छ सो यो बिजनेसमा अगाडि बढिसक्नु भएको छ भने चाहिँ एउटा नेभर गिभ अप एटिट्युड चाहिँ चाहिन्छ चाहे जस्तो सिचुएसन आओस् चाहे तपाईँ ब्रेकडाउन होस् हरेक सिचुएसनमा नेभर गिभ अप एटिट्युड चाहिँ हुनुपर्छ म कहिले पनि हार मान्दिनँ भनेर अगाडि बढ्नुपर्छ एन्ड सो कमिटमेन्ट हुन पऱ्यो यो कुरा गर्छु भने पछाडि गर्छु रियालिटीमा ल्याउनै पऱ्यो सो कमिटमेन्ट हुन पऱ्यो एन्ड सो मेक प्रपर गोल सो मन्थ विक आवर हरेक गोल तपाईँको रियलिस्टिक एउटा प्रपर तरिकाको गोल लिएर अगाडि बढ्नुहुन्छ भने नो वान क्यान स्टप यु एन्ड सो स्टे पेसेन्स कन्सिस्टेन्सी एन्ड डेडिकेटेड आज यही तिनवटा कुराले नै मलाई यहाँसम्म पुऱ्याएको हो जस्तो लाग्छ मलाई चाहिँ होइन म पेसेन्स भएको थिइनँ भने म बिचमै त्यत्रो स्ट्रगल त्यत्रो च्यालेन्जेस आउँदा पनि आज हुँदैन भनेर ब्याक सरेको थियो भने मैले यो कुरा कसैलाई पनि प्रुभ गर्न सक्दिनँ थिएँ सो पेसेन्स डेडिकेटेड र कन्सिस्टेन्सी चाहिँ एकदमै चाहिन्छ र रेडी टु ट्याकल च्यालेन्जेस यो बिजनेसमा आइसके पछाडि माइन्ड मेकअप गर्न जरुरी छ फर्स्ट वे किन भन्दाखेरि च्यालेन्जेस अब्स्टेकल्सहरू आउँछ सो फर्स्ट वे एउटा प्रपर माइन्ड मेकअप चाहिँ हुनुपर्छ यो बिजनेसमा अगाडि बढिसके पछाडि हरेक च्यालेन्जेस किन नआओस् हरेक प्रब्लम जस्तोसुकै प्रब्लम किन नआओस् म अगाडि बढ्छु भनेर फर्स्टमै प्रपर एउटा माइन्ड मेकअप गरेको हुनुपर्छ सो थ्याङ्क यू सो मच आवर स्ट्रङ्गेस्ट पिलर अफ ग्लोबल विक्टर्स सर सौरराज गिरी सर एन्ड किरण तामाङ सर आज उहाँहरू जस्तो ट्यालेन्टेड एन्ड डाइनामिक लिडर नभइदिनु भएको थियो भने सायद आज यहाँ हामी कोही पनि हुन्थेनौँ होला आज जे छ जस्तो छ आज जहाँ छु आज उहाँहरूकै कारणले छु सो थ्याङ्क यू